मैले मेरो इन्भेस्टिङ पोर्टफोलियो 18,000 पाउन्ड बनाउन सफल भएँ अनि कसैलाई यो अमाउन्ट थोरै लाग्न सक्छ तर मैले मेरो लाइफको एउटा ठुलै गोल एचिभ गरेको छु यो अमाउन्टले अनि मैले यो जर्नीमा चाहिँ धेरै कुरा सिकेँ अनि धेरै कुरा मिस्टेक पनि गरेँ अनि आजको यो भिडियोमा चाहिँ मैले 0 पाउन्डबाट आजै मैले इन्भेस्टिङ जर्नी सुरु गरेको भए कसरी गर्ने थिएँ भनेर अलिकति बताउँछु है त। सो म चाहिँ स्टेप बाई स्टेप बताउँछु 1 नम्बरमा के गर्थेँ, 2 नम्बरमा के गर्थेँ, 3 नम्बरमा के गर्थेँ भनेर है त। पहिलो स्टेपमा चाहिँ फर्स्ट स्टेप यो कन्सेप्ट चाहिँ मलाई इन्भेस्ट गर्नु अगाडि थाहा नै थिएन। त्यसपछि मैले बुकहरू रिड गर्दाखेरि अनि युट्युबहरू हेर्दाखेरि इन्भेस्टरहरूको कुराहरू सुन्दाखेरि हामीले गर्नुपर्ने फर्स्ट स्टेप भनेको इमर्जेन्सी फन्ड रेडी बनाउनु पर्दो रहेछ। अब लाइफमा जे पनि हुनसक्छ, अचानक जे पनि भएको बेलामा हामीले हाम्रो इन्भेस्टमेन्ट बेच्न नपरोस् ताकि मार्केटमा रहिरहोस् हाम्रो इन्भेस्टमेन्ट लङ टर्मको लागि। त्यही भएर इमर्जेन्सी फन्ड चाहिँ रेडी पार्नु पर्दो रहेछ। सो स्टेप नम्बर 1 म इमर्जेन्सी फन्ड रेडी पार्ने थिएँ एटलिस्ट 3 मन्थको इमर्जेन्सी फन्ड। स्टेप नम्बर 2 इन्कम फर्स्ट। पहिला इन्कम इन्क्रिज गर्नेतिर सोच्ने थिएँ मैले किनकि यति सेभिङ गरेर इन्भेस्ट गर्छु भन्नुभन्दा पनि म यति कमाएर इन्भेस्ट गर्छु, यति मलाई खर्चलाई इनफ हुन्छ, यति चाहिँ इन्भेस्ट गर्न मैले छुट्याउन सक्छु भन्नको लागि चाहिँ पहिला इन्कम कसरी इन्क्रिज गर्ने, साइड हसल गर्ने हो कि ओभर टाइम पिक गर्ने हो कि त्यो गर्ने थिएँ मैले स्टेप नम्बर 2 मा। स्टेप नम्बर 3 मा चाहिँ अब इन्भेस्टमेन्टको कुरा आउँछ नि कुन अकाउन्ट खोल्ने भनेर धेरै कन्फ्युजन हुन्छ हामीलाई। फर्चुनेटली युकेमा चाहिँ एउटा आइसा भन्ने छ जुन हामीले ट्याक्स फ्री इन्भेस्ट गर्न सक्छौँ। त्यसमा हामीले आएको डिभिडेन्डहरू अनि हाम्रो क्यापिटल गेन केहीको पनि ट्याक्स दिनु पर्दैन। सो म ब्रोकर अकाउन्ट खोल्थेँ। ब्रोकर अकाउन्ट खोल्दाखेरि चाहिँ आइसा युज गर्ने थिएँ। अब स्टेप नम्बर 4 मा चाहिँ केमा इन्भेस्ट गर्ने भन्ने कुरा चाहिँ सुरुमा एकदमै कन्फ्युजनको विषय हुन्छ। मैले पनि इन्डिभिजुअल कम्पनीहरू एकदम पिक गर्न खोजेँ सुरुमा। टेस्ला जस्तो एकदम भोलेटाइल कम्पनीमा चाहिँ अलिकति इन्भेस्ट गरेको थिएँ, धेरै गरेको थिएन। मैले चाहिँ जस्ट टेस्टिङ अनि लर्निङ गर्नको लागि। सो त्यस्तो नगरिकन म इटिएफमा इन्भेस्ट गर्ने थिएँ। स्टेप नम्बर 5 एकदमै इम्पोर्टेन्ट। यस्तो गल्तीहरू चाहिँ मैले अभोइड गर्ने थिएँ। कसैले सोसियल मिडियामा भनेको आधारमा इन्भेस्ट गर्ने अनि कोही साथीभाइहरूले अथवा कलिगहरूले एकदम कलिगहरूसँग पनि कुरा गर्थेँ मैले। कलिगहरूले भनेको आधारमा इन्भेस्ट गर्ने एउटा गल्ती चाहिँ म यसमा चाहिँ भन्छु। एउटा 20 इयर्सको केटो थियो मसँग काम गर्ने। उसले गेम सपमा इन्भेस्ट गरेको छु भनेर अनि घर आएर हतार मैले गेम सप सर्च गरेको थिएँ कि कसरी इन्भेस्ट गर्ने भनेर। धन्नै गर्न चाहिँ गरिनँ। गरेको भए पनि अब नराम्रो चाहिँ हुने थिएन होला। त्यति नलेज थिएन नि त मलाई। विथआउट नलेज चाहिँ इन्डिभिजुअल कम्पनी पनि नराम्रो भन्ने होइन तर विथआउट नलेज चाहिँ गर्नु भएन। सो त्यस्तो कुराहरू चाहिँ मैले गर्थेँ सुरुमा। यस्तो कुराहरू चाहिँ अभोइड गर्नुपर्छ। यस्तै मेरो स्टक मार्केट इन्भेस्टिङ जर्नी फलो गर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच।